स्याङ्जा जिल्लाको मिरिमी ड्याम जाँदैछौँ। यस्तो छ बाटो, पानी परिरहेछ हल्का फुसफुस। दामी मौसम भइरहेछ, मौसम एकदम दामी छ। हल्का हल्का पानी परिरहेछ है। बाटो यस्तो छ, हजुरहरु हेर्नु होला, यस्तो छ बाटो। स्याङ्जा जिल्ला मिरिमी आइपुग्न लाग्यो। च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सब्सक्राइब, कमेन्ट गर्नु होला यस्तो यस्तो भिडियो हेर्नको लागि। यो ठुलो नेपालको पाल्पा भन्ने स्याङ्जा भन्ने ठाउँ आइपुग्न लाग्यो। स्याङ्जा जिल्ला मिरिमी ड्याम आउन लाग्यो। यस्तो गाउँहरू यस्तो छ, यस्तो छ बाटो, यस्तो छ। हामी अब अल्फा हेर्नु होला, पानी परिरहेको छ, एकदम चिसो कुलकुल मौसम। तराईमा अत्यन्त गर्मी भइरहेको बेला तराईबाट हामी आएको, अत्यन्त गर्मी भइरहेको बेलामा यहाँनिर एकदम कुल ठन्डा मौसम, चिसो मौसम। डाँडाको थुम्कामा एउटा रेस्टुरेन्ट रहेछ, एउटा होटल रहेछ सानो। यस्तो छ बाटो, हेर्नुस्। च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सब्सक्राइब, कमेन्ट गर्नु होला। बाटो एकदम जोखिमपूर्ण छ, पहाडको बाटो हो। यस्तो छ बाटो। डाँडा चढ्न लाग्यौँ, धेरै उकालो। यहाँ लेखिएको छ झेप्ते 5 किलोमिटर।